यो पानबारी स्कुल डाँडा, यो हो धरान जाने। यहाँ छ यो घर। तपाईले वाच गर्नु होला। यो घर धरान कन्सल्टेन्सी भएको यो। तपाईँ यहाँबाट छिर्नु पर्नेछ। मैले बनाएको कोदोको पिठो फापर कोठे किन राम्रो हुन्छ, के कारणले राम्रो हुन्छ भन्ने कुरा देखाउनको लागि म यहाँ गइरहेको छु। आज मैले कोदो र फापर लिएर आएको थिएँ। यो फापर हो। यो कोदो फल्ने काम हुँदैछ, मिलबाट फलिन्छ, मिलले नै फलिन्छ। हातले फल्दा अर्कै हुन्छ भने यसरी ढुटो जान्छ। हातले फल्दा प्राय ढुटो नजाने हुन्छ भने अब यो फलेको कोदोलाई फेरि यो मेसिनमा हालिन्छ। यो मेसिनले चाहिँ फुटाउने प्रविधिबाट पिठो बनाइन्छ र त्यो पिठो चाहिँ जाँतोमा पिस्दाखेरि जाँतो रगडिएर जुन पिठो जल्ने, पिठो धेरै तातो हुने, त्यसको टेस्टहरू हराउने हुन्छ भने यहाँ चाहिँ अब त्यस्तो हुँदैन। म तपाईँलाई उहाँले खोल्दै हुन्छ भित्र साफसफाइ गरेर यसमा भएका अब हुनसक्छ धुलो मैलोहरू अथवा अरू चिज पिसेको छ भने अरू चिजको पनि यसमा रहन सक्छ भनेर उहाँले यो खोल्दै हुनुहुन्छ। अनि त्यसलाई चाहिँ जाली हालेर पिठो बनाउनको लागि, अझै मसिनो पिठो बनाउनलाई जाली हालेर यो गर्दै हुन्छ उहाँ। प्राविधिक पनि अनि यो मिल धनी पनि उहाँ। अब यस्तो हुन्छ, हेर्नु होला। यहाँ जाँतो छैन। यसरी यस्तो दाँत जो हाम्रो मिक्सर मेसिनले मेसिन घुमे जस्तै घुमेर यी मकै पिस्नु भएको रहेछ त्यो सबै निकाल्नुहुन्छ र अब यसमा जाली चेन्ज गर्नुहुन्छ अनि कोदोको पिठो तयार गर्नुहुन्छ। धन्यवाद। तपाईहरुले हेरिदिनु भयो। यो ठाउँको लागि आउनु होला। यहाँ पिठो कस्तो हुन्छ भन्ने भन्दा नि आफैले प्रयोग गरेर हेर्नु भएपछि कस्तो हुन्छ थाहा हुन्छ। र जे पिसे पनि त्यसको टेस्ट नहराउने गरी, टेस्ट जलेर टेस्ट नजाने गरी यो मेसिनले पिस्छ। धन्यवाद।